भोलिदेखि साउन 1 गते है 1 गते क्या त्यो भोलिदेखि त्यहाँ मासु त्यो खाँदैन नि त त्यो भएर आज क्या छेला है त्यसपछि ल्याएर यहाँ खसीको खुट्टा है अब यो त आलु अचार यो त अब भोलि पनि खानु पाइहाल्छ अनि स्पेसल कुरा ल्याएको छु भोलिदेखि यो पनि खानिने क्या म बक्कल ग्लास है टक्क ल्याएर अब यहाँ खनाउने है मन बस्न आएको है त्यसपछि है टक्क ल्याएर छेला है अलिकति बजिराख्ने है अनि कस्तो मिठो अनि साउन 1 गते हो नि त भोलि चुरा पनि हरियो लाउने है त्यही भएर बोतल पनि हरियो ल्याएको क्या ल चेयर्स मजा आयो है ल तिमीहरू पनि खाएको छैन साउन 1 गतेदेखि त्यहाँ शिव भगवान्को व्रत माछा मासु यसलाई के पनि नखाऊ राम्रो बुढा पाउँछ है मैले प्याएको रहेछु गरेर ल